पूर्णमादाय पूर्णमेवावशिष्यते। ॐ शान्ति शान्ति शान्ति। कृष्णाय वासुदेवाय हरये परमात्मने प्रणतक्लेशनाशाय गोविन्दाय नमो नमः। गोविन्दाय नमो नमः। कंठे यस्य विराजते हि गरलं श्रीशे च मन्दाकिनी वामाङ्के गिरिजाननं कटितटे शार्दूलचरमाम्बरम् माया यस्य रुणद्धि विश्वमखिलं पायात्सनो शङ्करो जम्बूवज्जलबिन्दुवज्जलजवज्जम्बालवज्जालवत् सच्चिदानन्दरूपाय गुरवे बुद्धिसाक्षिणे संसारतापदग्धानां शरण्याय नमो नमः। शरण्याय नमो नमः। श्री कृष्ण गोविंद हरे मुरारे हे नाथ नारायण वासुदेव। श्री कृष्ण गोविंद हरे मुरारे हे नाथ नारायण वासुदेव। श्री कृष्ण गोविंद हरे मुरारे हे नाथ नारायण वासुदेव। श्री कृष्ण गोविंद हरे मुरारे हे नाथ नारायण वासुदेव। श्री कृष्ण गोविंद हरे मुरारे हे नाथ नारायण वासुदेव। श्री कृष्ण गोविंद हरे मुरारे हे नाथ नारायण वासुदेव। श्री कृष्ण गोविंद हरे मुरारे हे नाथ नारायण वासुदेव। श्री कृष्ण गोविंद हरे मुरारे हे नाथ नारायण वासुदेव। हे नाथ नारायण वासुदेव। हे नाथ नारायण वासुदेव। सच्चिदानंद भगवान को वेदोक्त सनातन धर्म को सद्गुरुदेव महाराज को ओम हर 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 महादेव शंभो। आज हाम्रो यो विश्व शान्ति धन धान्याचल ज्ञान महायज्ञ मा मञ्चासीन परम श्रद्धेय स्वामीजी महाराज, अन्य संत मण्डली, आचार्य सहित सम्पूर्ण ब्राह्मण देवहरू, मञ्चासीन मनीषी समुदायहरू, दानदाता दानवीरहरू, शिक्षा प्रेमी समस्त भक्तजनहरू, भाग्योदयेन बहुजन्म समार्जितेन सत्सङ्गमं च लभते पुरुषो यदा वै। धेरै जन्मको पुण्य एकत्रित भयो भने मात्रै सत्सङ्ग प्राप्त हुन्छ। सत्सङ्गले के हुन्छ? हाम्रो जीवन सुध्रिन्छ। हामी कुनै पनि आश्रममा छौं, सम्पूर्ण आश्रमीहरूले सत्सङ्गद्वारा आफ्ना आश्रमहरूलाई परिशोधन गर्दै
आफ्नो परिचय गर्नुपर्दछ। सत्सङ्गद्वारा हाम्रो जीवन शैली बदलिन्छ। सत्सङ्गद्वारा हाम्रो यात्रा सजिलो हुन्छ। यसैले धेरै जन्मको पुण्य एकत्रित नभएसम्म सत्सङ्ग प्राप्त हुँदैन। आज हाम्रो यो क्षेत्र एउटा पवित्र क्षेत्र हो। यो गुल्मी जिल्ला, यहाँ चारैतिर पहाडले घेरिएको, ऋषिमुनिहरूले तपस्या गरेको यस प्रकारको यो तपस्थली छ। यहाँ यही क्षेत्रमा हामी जन्मेका छौँ। सबैको भाव जीवन पर्यन्त सुखपूर्वक जीवन यापन गर्दै मृत्यु पश्चात भगवत चरण प्राप्त गर्ने सबैको यही उद्देश्य राखेर हामी अगाडि बढ्नु छ। यसैका लागि सत्सङ्गको अति आवश्यक पर्दछ। सत्सङ्गद्वारा नै हामीले हाम्रो संस्कार, हाम्रो संस्कृति, हाम्रो सभ्यतामा रहन सक्दछौँ। यसैले आज हामीले यही सत्सङ्ग, यो ज्ञान गङ्गा यहाँ बगिरहेको छ। एकतिर कर्मयोग, एकतिर ज्ञान योग यहाँ चलिरहेको छ। यहाँ अनेकौं अनुष्ठानहरू पनि चलिरहेका छन्। ती अनुष्ठानको साथसाथमा हाम्रो लक्ष्य पनि अगाडि बढिरहेको छ। हामीले यो शिक्षालयलाई दर्बिलो बनाउने उद्देश्य राखेर यो महायज्ञ गरेका छौँ। साथै हामीले हाम्रो संस्कार पनि सिक्ने भनेर यो महायज्ञ गरिरहेका छौँ। केवल अर्थको लागि मात्रै नभएर ज्ञानको लागि पनि हामीले यो महायज्ञ प्रारम्भ गरेका छौँ। हुन त यहाँ धेरै धेरै यज्ञ हुने गरेका हुन्छन्, तर यी यज्ञहरूमा हामी सबै जानी गर्दछौँ। त्यहाँबाट केही न केही सिक्नु पर्दछ। यसैले हामीले सत्सङ्गद्वारा परमात्मालाई जान्नु छ, हामी संस्कारित बन्नु छ। र यहाँ यति बेलासम्म हामीले श्रीमद् भागवतका चरित्रहरू श्रवण गर्यौँ। अब यो श्रीमद् भागवत एउटा कल्पवृक्ष हो। यो कल्पवृक्षको छहारीमा रहेर हामीले सद्भाव सच्चिन्तनद्वारा यो छहारीमा बस्न सक्यौँ भने हामीले आफ्नो लक्ष्यलाई पूरा गर्न सक्दछौँ। यम यम चिन्तयते कामं तम तम प्राप्नोति निश्चितम। हामीले धर्म चाहनेवालाले धर्म, अर्थ चाहनेवालाले अर्थ, काम चाहनेवालाले काम र मोक्ष चाहनेवालाले मोक्ष पद प्राप्त गर्न सकिन्छ। तर हामी सबैले खोजेको एउटै चिज हो कि परमात्मा हो, भगवान हो। आफूले आफैलाई जान्नु हो, आफूले आफैलाई चिन्नु हो। अथवा त्यो भाषा बुझ्न नजाने हामी सबैले खोजेको एउटै हो सुख। त्यही सुख स्वरूप प्राप्तिको लागि यो भागवत स्वयं नारायणबाट बग्दै धारा अहिले यो ठाउँमा आइरहेको छ। भागवतमा यो प्रसङ्ग जोडिएको छ। स्वयं नारायणले ब्रह्माजीलाई भागवत सुनाउनु भएको थियो। केका लागि? लोक कल्याणको लागि। वेदव्यासजीको अशान्तयुक्त हृदय भएको थियो। सबै तयारी गर्नु भएको थियो, ग्रन्थहरू बनाउनु भएको थियो, तर मन शान्त थिएन। आज हामीको पनि सबै बनाएका छौँ, घर पनि बनाएका छौँ, पारिवारिक पनि बनेका छौँ, सबै सम्पन्न बाहिर हेर्दा छौँ, तर
हृदयभित्र पूर्ण शान्तिको अनुभूति गर्ने अवसर प्राप्त गरेका छैनौँ। नढाँटिकन सबैले भन्ने हो भने केही न केही कमी नै छ। वेदव्यासजीको मन अशान्त भयो। त्यति बेला नारदजीबाट यही वेदव्यासजीले ब्रह्माजीले नारायणबाट यही भागवत सुन्नुभयो सृष्टि विस्तारको लागि। स्वयं नारायणले ब्रह्माजीलाई सृष्टि विस्तारको लागि यदि हामी ग्रस्त बन्नु छ भने पहिला गीता पढ्नु पर्दछ, गीता सुन्नु पर्दछ, भागवत सुन्नु पर्दछ, तब हाम्रो गृहस्थ आश्रम सभ्य बन्दछ, हाम्रा सन्ततिहरू सभ्य बन्दछन्, हाम्रा सन्ततिहरूद्वारा हामीले सुखको अनुभूति गर्न पाउँदछौँ। यदि हामी संस्कारित बनेनौँ भने आफ्नै सम्पत्तिद्वारा आफ्नै परिवारद्वारा हामी पीडित बन्न सक्दछौँ। यसैका लागि स्वयं नारायणले ब्रह्माजीलाई यो भागवत सुनाउनु भयो सृष्टि विस्तारको लागि, सत्सृष्टि विस्तारको लागि। त्यही भागवत ब्रह्माजीले नारदजीलाई सुनाउनु भयो। केका लागि? संसारमा आइसकेपछि मन अड्याउने ठाउँ चाहिन्छ, तर यो मन जहाँ कहीँ अडिँदैन, कहिल्यै पनि मनलाई पुरा हुँदैन। यो मनले हामी सबैलाई दुःख दिइरहेको छ। त्यो मन स्थिर बनाउनको लागि नारदजीले ब्रह्माजीबाट यही भागवत सुन्नुभएको थियो। केका लागि? भक्ति विस्तारको लागि। सबैले यो मनलाई प्रभुका चरणमा अड्याउन सकियोस्। हामी जुनसुकै आश्रममा रहे पनि परमात्माको बनेर बाँच्न सकियोस्। हामी जुनसुकै काम गर्दाखेरि पनि हामी भगवानको भएर बाँच्न सकियोस्। हामी भगवानको हुन सकेका छैनौँ। कसको भएका छौँ त भन्नु होला नि? हामी कहिले कामको बनेका छौँ, कहिले क्रोधको बनेका छौँ, कहिले लोभको बनेका छौँ, कहिले मोहको बनेका छौँ, कहिले मद मत्सर आदिको बनेका छौँ। यसैले हामीलाई यो संसारमा धकेलिरहेको छ। कहिल्यै पनि सुखपूर्वक हामीले हाम्रो जीवनयापन गर्ने अवसर प्राप्त गर्न सकेका छैनौँ। यसैले यदि यो मन परमात्माका चरणमा लगाएर हामीले हाम्रा आश्रमहरू परिचालन गर्न सक्यौँ भने अवश्य नै यहाँ सुखको अनुभूति गर्दै अन्त्य अवस्थामा प्रभुको धामलाई प्राप्त गर्न सक्दछ यो जीवात्माले। यसैले ब्रह्माजीले नारदजीलाई यसैका लागि नै यो भागवत सुनाउनु भयो, भक्ति विस्तारको लागि। सबैको मन चञ्चल छ हे नारदजी, सबैको मन स्थिर छैन। ती मनलाई स्थिर बनाउनको लागि तिमीले जहाँ कहीँ सबै भक्तजनहरू सम्पूर्ण जीवहरूलाई र भगवानको स्वरूपको वर्णन गरिदेऊ। आफ्नो दिनचर्या परिचालन गर्न सिकाइदेऊ। जन्मदेखि मृत्यु पर्यन्त हामी कसरी बाँच्ने? जन्मदेखि मृत्यु पर्यन्त प्रातःकालदेखि सायंकालसम्म हामी कसरी बाँच्ने त? केवल बहिर्वृत्ति बनेर मात्रै होइन, संसारमा बहिर्वृत्ति बनेर बाँचियो भने यहाँ पनि बाँचुन्जेलसम्म पनि दुःखको अनुभूति गर्दै मृत्यु पश्चात पनि यमयातनाहरू सहनु पर्दछ। यसैका लागि सबैको कल्याण होस्। सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयः, सर्वे भद्राणि पश्यन्तु। यो भावना सबैमा बनोस्, सबैको कल्याण होस्। यसैले हे नारदजी यो भागवत सबैले जान्न सकुन् भनेर ब्रह्माजीले नारदजीलाई यही भागवत सुनाउनु भएको थियो। सबैको कल्याणको लागि, भक्ति विस्तारको लागि त्यही भागवत नारदजीले वेदव्यासजीलाई सुनाउनु भयो। वेदव्यासजी अशान्त भएको बेलामा शान्त मुद्रामा रहेर नारदजीले यही भागवत सुनाउनु भएको थियो। नारदजीले एउटा प्रश्न सोध्नु भएको छ वेदव्यासजीलाई। हामीले पहिले कोही भेटियो भने के भनेर सोध्ने गर्छौँ रे? सन्चै छ भन्छौँ। त्यहाँ पनि वेदव्यासजीलाई नारदजीले यही सोध्नु भएको थियो।
तिमी पनि शरीर पनि र मन पनि सन्चै छ यो सोध्नु भएको थियो। हामीको नि यहाँ त कथा त हामी भन्दैछौँ नारदजीले वेदव्यासजीलाई मन पनि र शरीर पनि सन्चै छ भनेर सोध्नुभयो। हजुरहरूको नि मन सन्चो छ कि छैन? शरीरमा बिसन्चो आयो भने औषधि गर्ने ठाउँ छ। यहाँ पछाडि हाम्रो डाक्टर पनि आएर बस्नु भएको छ। शरीरमा रोग लाग्यो भने औषधि गर्ने ठाउँ भेटिएको छ, बनाएको छ। तर मनमा लागेको रोगको औषधि कहाँ गएर? यो मनमा हामीलाई बारम्बार सताइरहेको छ। त्यो मनमा कहिले कामले धकेलेको छ, कहिले क्रोधले धकेलेको छ, कहिले लोभले धकेलेको छ, कहिले मोहले धकेलेको छ, कहिले मत्सरले धकेलेको छ। कहिल्यै पनि आनन्दपूर्वक बस्ने अवसर हामीलाई मिलेको छैन। यसैले यो मनमा लागेको रोग कहाँ गएर निवृत्ति गर्ने, त्यसको औषधि कहाँ गएर गर्ने भन्दा सत्सङ्गमा गएर गर्ने, भागवत सुनेर गर्ने। महापुरुषहरूको सङ्गतद्वारा यो मनमा लागेको रोग निवृत्ति हुन्छ। यसको औषधि गर्ने ठाउँ त्यहाँ भेटिन्छ। यसैले नै त्यसैका लागि नारदजीले वेदव्यासजीलाई यही भागवत सुनाउनु भयो। लोक कल्याणको लागि, सबैको कल्याण होस् भन्ने उद्देश्यले त्यही भागवत वेदव्यासजीले परीक्षित महाराजलाई सुनाउनु भयो, सुखदेवजीलाई सुनाउनु भयो, पढाउनु भयो। र त्यही भागवत परीक्षितलाई सुखदेवजीले सुनाउनु भयो के को लागि? परमात्मा प्राप्तिको लागि। जीवनमा परमात्मालाई प्राप्त नगरेसम्म हामी सबैको कल्याण हुँदैन। परमात्मा भनेको के होला भन्नु होला नि फेरि? यी सबैका हृदयभित्र बसेर थाहा पाइदिने खाले छ नि। कानमा बसेर शब्द थाहा पाइदिने, आँखामा बसेर रूप थाहा पाइदिने, र जिब्रोमा बसेर रस जानिदिने, र सम्पूर्ण इन्द्रियहरूमा बसेर तत्त विषयको अनुभूति बनाइदिने, त्यो कसले हो? यदि त्यो परमात्माको सत्ता नहुने हो भने यी हाम्रा इन्द्रियहरूले केही पनि थाहा पाउँदैनन्। न यो कानले सुन्छ, न यी आँखाले देख्छन्, न हामीले हाम्रा सन्तति बनाउन सक्दछौँ, न हामीले घर बनाउन सक्दछौँ। त्यो परमात्मा नहुने हो भने हामी कोही पनि रहँदैनौँ। जो नहुँदा म हुँदिन भन्छन् कथाकारहरूले, गुरुजनहरूले भन्ने गर्नुहुन्छ। जो नहुँदा म हुँदिन, जो भगवानलाई नजाने, जो नहुँदा म हुँदिन, को नहुँदा म हुन्न? को नहुँदा म हुन्न होला? भगवानको सत्ता यहाँ हुने भने म हुँदिन। उदाहरणमा एउटा घरमा दुई भाइ छोरा थिए। एउटा भाइ विदेशतिर थियो। त्यो विदेशमा बसेको भाइले उता पैसा कमाउँथ्यो, घरमा बसेकालाई पठाइदिन्थ्यो दाजुलाई। एक दिन त्यो घरमा बसेको दाजु बिरामी भयो। जाने बेला भयो, संसारबाट बिदा हुने बेला भयो। अनि त्यसपछि उहाँ विदेशको भाइलाई खबर गरे दाजुलाई भेट्न आऊ भनेर। उसले केही कागज पत्र मिलाउँदा ढिलो भयो होला। आउनुभन्दा 5 मिनेट पहिल्यै घरमा भएको दाजु इतिश्री भएछ, सकिएछ, यो शरीरबाट गएछ। अनि भाइ आएर दाजुको लाई काखमा राखेर के भन्छ त? म 5 मिनेट पहिल्यै आएको भए दाजुसँग भेट हुने थियो। 5 मिनेट ढिलो हुँदा मैले दाजुलाई भेट्न सकिनँ भन्दै रुँदै गर्दछ। दाजु कसलाई भनेको रहेछ त? शरीर त त्यही थियो, फालेका थिएनन्। हात पनि त्यही थिए, खुट्टा पनि त्यही थिए, आँखा पनि त्यही थियो, सबै शरीरका अवयवहरू सबै थिए। तर त्यो भाइले रुँदै भन्छ के 5 मिनेट ढिलो गर्दा दाइलाई भेट्न सकिन भन्छ। दाइ कसलाई भनेको रहेछ अहिलेसम्म? त्यहाँ भित्र बसेको परमात्मालाई नै, परमात्माद्वारा नै यो शरीरलाई दाइ भनेको रहेछ। त्यसैको आधारमा नै, त्यही परमात्माको आधारद्वारा नै यो शरीरलाई दाइ भनेको रहेछ। तर परमात्माको
सत्ता त्यहाँ नरहने हो भने यो शरीर दाई बन्दो रहन्छ। दाईको के बन्द? दाईको लास बन्दो रहेछ। त्यसपछि त पहिला त दाई थियो, त्यो परमात्माको सत्ता थियो र पो त्यो दाई थियो। यदि परमात्माको सत्ता रहेन भने त्यो दाईको लास बन्दो रहेछ। हो, जो नहुँदा म हुँदो रहन्छु। जब त्यही परमात्मा छ तब मेरा दाई छन्, भाइ छन्, दिदी छन्, बहिनी छन्, जीवन साथी छन्, श्रीमती छन्, श्रीमान छन्, छोरा छन्, घर छ, सम्पत्ति छ, सबै छ। तर त्यो तत्व नहुने हो भने न घर छ, न घर तेरा, न घर मेरा, 2 दिन का बसेरा, न तेरो घर न मेरो घर बन्दछ। आज हामीले दुःख पाएका छौँ के गरेर? त्यसैलाई भुलेर। कसलाई भुलेर? जसले हामीलाई चलाएको छ, जसद्वारा हामीले हामी बनेका छौँ, जसद्वारा हाम्रा दाई बनेका छन्, जसद्वारा हाम्रा भाइ बनेका छन्, जसद्वारा हाम्रा इष्टमित्र बन्धु बान्धवहरू बनेका छन्। आज त्यसैलाई भुलेर आज हामी दुःखी भइरहेका छौँ। अहिले जीवन पर्यन्त पनि दुःखपूर्वक जीवन यापन गर्नुपर्ने, मृत्यु पश्चात कहाँ जाने हो थाहा छैन। बाँसको डोली चढेर, सेतो वस्त्र ओढेर मेरो मेरो भन्दा भन्दै जानुपर्छ छोडेर। यदि हामीले जीवनमा हामीले सही व्यवहार गर्न सकेनौँ भने अन्त्य अवस्थामा कोही पनि साथ रहँदैन हाम्रो। एकमात्र परमात्मालाई साथी बनाएर हामी अहिले जीवनमा बाँच्न सक्यौँ भने अहिले पनि त्यसले साथ दिन्छ। हाम्रा परिवार सबैलाई साथ दिन्छ, हामीलाई सबैलाई साथ दिन्छ जीवन पर्यन्त। मृत्यु पश्चात त्यही परमात्मा आफ्नो साथी भन्दछ। यदि त्यो भएन भने यहाँ पछि मृत्यु पश्चात साथी को भन्छ? मर्ने बेलामा कसैले म मर्दैछु तेरो साटो हो भन्ने नि भेटाउनुहोस् त भाइ। कसैको पनि कोही भन्दैन। कोही बिरामी भयो भने औषधि नातिले खाइदिएर हुँदैन, छोराले खाइदिएर हुँदैन, श्रीमतीले खाइदिएर हुँदैन, श्रीमानले खाइदिएर हुँदैन। औषधि आफै खानुपर्छ, ज्ञानी आफै बन्नुपर्छ, सत्सङ्ग सबैले सुन्नुपर्छ। जो होस् साना ठुला सबैले नै सत्सङ्ग सुनेर, भागवत सुनेर हामीले परमात्मालाई आफ्नो बनाउन जान्नुपर्दछ। हामी संसारमा केही दिनको लागि रहन्छौँ, तर केही दिनको लागि रहँदा पनि हामी भगवानको बनेर बाँचौँ त। घर परिवार जति छन् ती भगवानका बनाएर बाँच्न सिकौँ त। कति सजिलो हेर्नुहोस् त। यस्तो सजिलो बाटोलाई हामीले बिर्सेर कता कता बाङ्गा टेङ्गा बाटोमा हिँडेर यो भएन, त्यो भएन, यता भएन, यस्तो भएन, उस्तो भएन भन्दै जिन्दगी बित्यो। अनि विरुद्ध अवस्था भयो। बपु कुब्जी भूतम गतिरपि तथा यस्ति शरणम विशीर्णा दन्ताले शरीर कुप्रो परिसक्यो। लौराको शरण नभइकन उठ्न नसकिने अवस्था आइसक्यो। यो शरीरको गति त यस्तै नै हो। अनि लौरो भयो भने मात्रै उठ्न सकियो, नभए उठ्न सकिएन। गतिरपि तथा यस्ति शरणम। यी दन्तपन्थीहरू सबै झरे। यी दन्तपन्थीलाई हेरेर पहिला सबै मोहित हुन्थे। अब त्यो मुख हेर्न कसले रुचाउँछ? ती दाँत झर्यो म हेर्न। यसैले नै विशीर्ण दाँतका पन्थीहरू पनि झरे। शिर सेतै फुलिसक्यो। आँखाले देख्न छोडे, कानले सुन्न छोडे। जीवनको गति यस्तै हुन थाल्यो। मनमा चिन्ता मात्रै आउन थाल्यो। अनि सबैले नै यो त यस्तो भन्न थाले। यदि हामीले प्रभुलाई आफ्नो बनाउन सकेको भए सबैले प्यारो गर्ने थिए। यदि हामीले परमात्माको बनेर बाँच्न सकेको भए हामी सबैलाई परमात्माको बन्न सकेर बाँचेको भए यी सबै आफ्ना बन्दथे, सबै मित्र बन्दथे, सबै भगवान बन्ने थिए। यसैका लागि परीक्षित महाराजलाई सुखदेवजीले यही भागवत सुनाउनु भएको थियो। सबैको कल्याणको लागि, सबैको संस्कार बनाउनको लागि परीक्षित महाराजले परमात्मालाई जान्नको लागि भागवत सुन्नु भएको थियो। सुखदेवजीले सुनाउनु भएको थियो। त्यही भागवत नैमिषारण्य क्षेत्रमा शौनकादि ऋषिहरू का प्रति सुतजीले यही भागवत सुनाउनु भएको थियो। केका लागि? यज्ञ पूर्तिको लागि।
आज हामी यहाँ केही भागवत सुन्दैछौँ के को लागि? विद्यालय बनाउनको लागि, यो शिक्षालयलाई दर्बिलो बनाउनको लागि यही भागवत माध्यम बनाएर हामीले विद्यालयलाई पनि बलियो बनाउने, हाम्रो जीवनलाई पनि सार्थक बनाउने उद्देश्यले अहिले पनि त्यही नारायणबाट बगेको यो भागवतामृत बग्दै आज यो हसरा, यही हसरामा सत्यवती, यो सत्यवतीमा आएर यहाँ धारा प्रवाह बगिरहेको छ। सम्पूर्ण महात्माहरू पनि हाम्रा आफ्ना आश्रम छोडेर, उहाँ भागवतको महात्म्यमा लेखेको थियो, भागवत सुन्ने बेला परीक्षित महाराज कहाँ सुन्ने बेला स्वर्गका देवता पनि त्यही आएछन् रे, ती नदी नालाहरू पनि मूर्त रूपमा बनेर मान्छे जस्तो बनेर त्यही आएर सुन्न थालेछन् रे भने झै यहाँ सबै एकत्रित भएर त्यही भागवत सुनिरहेका छौँ। भगवानले हाम्रो लक्ष्यलाई अवश्य नै पुरा गरिदिनुहुन्छ। हाम्रो लक्ष्य विद्यालय सम्पन्न बनाउने, त्यसको साथमा त्यति मात्रै होइन नि, फेरि त्यसको साथमा हाम्रो घरलाई मन्दिर बनाउने, हाम्रो जीवनलाई जीवन बाँचेको बनाउने, मरेको भएर बाँच्ने होइन, मरे जस्तो बनेर बाँच्ने होइन, बाँचेको भएर बाँच्ने, यही बनाउनको लागि आज हामीले पनि यहाँ यही भागवत सुनिरहेका छौँ। अब यहाँनिर प्रसङ्ग त अगाडि बढाउन समयले यहाँ त्यति अरू कार्यक्रमहरू पनि छन्। भगवानलाई जान्नको लागि अब भन्नुहोला, भगवान कहाँ छ त नि खोज जान्न, कहाँ गएर खोज्ने हो भन्नुहोला, कहाँ गएर खोज्ने त्यो भगवानलाई? कहाँ खोज्ने हो? आफ्नै हृदयभित्र खोज्ने। तर खोज्ने त हो, तर त्यो हृदयभित्रका भुल्लाले ढाकिएको छ, ती भुल्ला के गर्ने नि? त्यहाँ बाटा हिँड्ने एउटी अलिकति खुस्केका मान्छेले बोरामा ती टुक्रा टुक्री खत्राङ खुत्रुङ बोराका टुक्रा राखेर बाङ्गो मन्टो बनाउँदै हिँडेका हुन्छन्। तर बेलुकी सुत्ने बेलामा न बिछ्याउने छ न खाने छ। त्यस्तै नै हाम्रा यो छालाको बोरामा पनि के भोरेर हिँडेका छौँ। कथा सुन्ने फुर्सद पनि छैन, जप गर्ने फुर्सद पनि छैन, तीर्थ जाने फुर्सद पनि छैन, कहीँ जाने फुर्सद छैन र यो बोरो बोकेर हिँडेका छौँ। अन्त्य अवस्थामा जाने बेलामा केही पनि छैन, न कोही जान्छ साथै, न हामीले राखेको चिज जान्छ। हेर्नुहोस्, यस्तो फोहोरी जीवन बनाउनु होइन हो। भागवतले यो भन्दैन, गुरुजनहरूले यो भन्दैनन्, हाम्रा ऋषिमुनिहरूले यो भन्दैनन् कि जीवनलाई अत्यन्त पवित्र, यो हृदयलाई अत्यन्त फराकिलो, यही हृदयभित्र विश्वभर परमात्मालाई राखेर, विश्वभर प्रभुलाई राखेर हामीले हाम्रो जीवन बिताउनु पर्दछ। आफ्नै हृदयभित्र त्यो परमात्माको स्वरूप छ, त्यहाँभित्र खोज्यौँ भने माताजीहरूले भात पकाउने बेलामा माथिको सितो थामेर पाको भने सबै अट्याउनु पर्दैन। त्यस्तै नै हामीले पनि आफैले साधना गरेर आफ्नै हृदयभित्र रहेको परमात्मालाई जान्न सक्यौँ भने यी सबै शरीरभित्र त्यही परमात्मा छ भनेर देख्न सकिन्छ, सबैमा भगवानको स्वरूप देख्न सकिन्छ। यसैले नै हामीले त्यही भगवानको स्वरूपलाई देख्नको लागि यो भागवतीय चर्चा गर्नु छ। र एउटा हामीले भौतिक सम्पत्ति पनि कमाउनु छ, आध्यात्मिक सम्पत्ति पनि कमाउनु छ। यो लक्ष्य यज्ञको यो त भौतिक सम्पत्तिले हाम्रो व्यवहार परिचालन गरिन्छ भने आध्यात्मिक सम्पत्तिद्वारा मन शान्त गर्न सकिन्छ। मन शान्त भएन भने भौतिक पदार्थ जति भए पनि जिन्दगी दुखी नै भन्दछ। यसैले हामी दुवै हातमा लड्डु भौतिक पदार्थ पनि प्राप्त गरेर हामीले यो शिक्षालयलाई भव्य र सभ्य बनाउनु र आध्यात्मिक सम्पत्ति कमाएर हामीले हाम्रा हृदयभित्र रहेको परमात्मालाई जानेर हामी
हामी यही संसारमा बाँचेर अन्त्य अवस्थामा प्रभुको धामलाई प्राप्त गर्न सकियोस् भन्ने उद्देश्यले हामी सबै मिलेर यहाँ यो महायज्ञ गरिरहेका छौँ र यो महायज्ञमा आज दोस्रो दिन भएको छ। कथा यहाँ चलिरहन्छन्, भागवतको धारा प्रवाह बगिरहन्छ। फेरि घर गएर नसुत्नु होला नि हो। कहिलेसम्म? 25 गतेसम्म। 25 गतेसम्म घरको काम अलिक चाँडै चाँडै गरेर छोटकेरी बनाएर छोटो बनाएर काम धन्दा गरेर यो उदय भाग्य उदय भएको बेलामा फेरि यस्तो भन्छन् नि, भाग्य नभएकै बेला मान्छेलाई खाने बेला रिस उठ्छ अरे क्या। भाग्य भएन भने यहाँ आउन रिस उठ्न नि सक्छ फेरि विचार गर्नको लागि। यसैले हामीले चाँडै चाँडै गरेर अब 25 गतेसम्म यहाँ यो भव्य र सभ्य यज्ञ बनाउँदै यो शिक्षालयलाई अत्यन्त राम्रो बनाउँदै हाम्रो जीवनलाई पनि सफल बनाउने भावनाद्वारा सबै आउनुहुनेछ र यो भागवतको धारा हामीले सबैले पान गर्नेछौँ। हाम्रो हृदयभित्र रहेको आध्यात्मिक आदि दैविक आदि भौतिक त्रिविध ताप सबै समाप्त गराउनु छ। अन्य अरू औषधिबाट यो समाप्त हुँदैन, यही सत्सङ्गद्वारा हुने गर्दछ। सबैले नै यसलाई मेरो यज्ञ हो, मैले गर्नुपर्दछ, मेरो यो शिक्षालय हो, विद्यालय हो, मैले अगाडि बढाउनु पर्दछ भन्ने भावना सबैका हृदयभित्र जागेर हामीले यो यज्ञ सफल पार्नु छ र यही सबैको चिन्तन रहिरहोस् भन्दै मेरी वाणीलाई यही अन्त गर्दछु। हरि ओम तत्सत, हरि ओम तत्सत। सद्गुरुदेव भगवान को संत को संगत गरिरहनु भोला, संत को संगत गरिरहनु भोला, प्रभु को कृपाले मिले को यो छोला, प्रभु को कृपाले मिले को यो छोला। सत्संग गरेरा जीवन सफल बनाउनु पर्छ, सत्संग गरेरा सन्तको सेवा गर्नु नै पर्छ, शरणमा परेरा सन्तको सेवा गर्नु नै पर्छ, शरणमा परेरा सन्तको संगत गरिरहनु होला, संतको संगत गरिरहनु होला, प्रभुको कृपाले मिलेको यो छोरा, प्रभुको कृपाले मिलेको यो छोरा। आभार, धन्यवाद यहाँ सबैलाई। एकैछिन यहाँ सबैलाई सद्गुरुजी महाराजहरू उठ्नुभन्दा पहिला हामी उठौँ भने यत्रो बेर यो सत्सङ्ग भनेको, अनुशासन भनेको, जीवन जिउने कसरी भनेको त्यो व्यर्थ होला। घरमा भैँसी भोकायो ठिक छ, भैँसीलाई पनि समयमा खाना खुवाउनुपर्छ, त्यो पनि ठिक छ। हामी त्यसका निम्ति छिटो छिटो गर्छौँ। आरती नगरिकन गयो भने दिनभरिको पुण्य पुरै मिल्दैन कि भनेर तपाईँहरूको निम्ति मैले भनेको हुँ। अब आरतीको तयारी गरिदिनुको लागि म हार्दिक विनम्र आग्रह गर्दै यति बेला यस कार्यक्रममा गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी जनताको पक्षमा काम गर्नुपर्छ भनेर 40 कुनै निर्देशन दिनुभएको सुने पछाडि 40 बुँदा पढे प्रमुख जिल्ला अधिकारीज्यू, बडा गजब लाग्यो।
प्रमुख जिल्लाधिकारी आदरणीय बद्रीनाथ गैरीज्यूको आगमन भएको छ। यहाँलाई धेरै धेरै स्वागत गर्दै अतिथिको रूपमा आसन ग्रहण गरिदिनु हुन हार्दिक र विनम्र आग्रह गर्दछु। जनपक्षीय कर्म गर्ने प्रमुख जिल्लाधिकारीलाई हामीले प्राप्त गरेका छौँ। यसका लागि हामी गुल्मी जिल्लावासीहरूलाई असाध्यै खुसी पनि छौँ। गुल्मी जिल्लाका सहायक प्रमुख जिल्लाधिकारी आदरणीय व्यक्तित्व हरिप्रसाद गैरीज्यूको आगमन भएको छ। म यहाँलाई आतिथ्यता ग्रहण गरिदिनु हुनका निम्ति हार्दिक र विनम्र आग्रह गर्दछु। यहाँ गुल्मीको गौरव हुनुहुन्छ, हाम्रो अभिभावक हुनुहुन्छ। यति बेला धर्म संस्कार र संस्कृतिलाई माया गर्ने गुल्मी जिल्लाका प्रहरी उपरीक्षक आदरणीय नारायण प्रसाद अधिकारीज्यूको आगमन भएको छ। म यहाँलाई धेरै धेरै स्वागत गर्छु। प्रमुख जिल्ला अधिकारीज्यूलाई थाहा छैन होला, हाम्रो प्रहरी प्रमुखज्यू भजनमा असाध्यै राम्रो नाच्नुहुन्छ। आज त्यो हेर्ने मौका पनि प्राप्त हुने भयो। यस्तै प्रमुख सेनानी आदरणीय सुभाष थापाज्यूको आगमन भएको छ। म यहाँलाई यस कार्यक्रममा अतिथिको रूपमा आसन ग्रहण गरिदिनु हुनका निम्ति मञ्चमा आइदिनु हुन हार्दिक विनम्र आग्रह गर्दछु। यस्तै सहायक प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक आदरणीय सुदीप पछाईज्यूको आगमन भएको छ। म यहाँलाई अतिथिको रूपमा आसन ग्रहणका लागि हार्दिक विनम्र आग्रह गर्दछु। यहाँलाई धेरै धेरै स्वागत पनि छ। यस्तै राष्ट्रिय अनुसन्धान गुल्मी जिल्लाका प्रमुख अनुसन्धान अधिकृत आदरणीय अर्जुन शर्माज्यूको आगमन भएको छ। म यहाँलाई पनि आसन ग्रहणका निम्ति हार्दिक र विनम्र आग्रह गर्दछु। शर्मा यो कार्यक्रममा धेरै धेरै स्वागत पनि छ। यो भगवानको धाममा सरस्वतीको मठमा यहाँलाई स्वागत गर्न पाउँदा हामी असाध्यै खुसी छौँ। आदरणीय व्यक्तित्वहरू आदरणीय पाहुनागणको यहाँ आगमन भएको छ। हामीलाई असाध्यै उत्साही यहाँहरूले बनाइदिनु भएको छ। यस्तै सत्यवती गाउँपालिका वडा नम्बर 1 का वडा अध्यक्ष आदरणीय अर्जुन कन्नौजीज्यूको आगमन भएको छ। म यहाँलाई धेरै धेरै स्वागत गर्दै आसन ग्रहणका निम्ति अनुरोध गर्दछु। यस्तै यति बेला हामी सत्यवती गाउँपालिका वडा नम्बर 6 का कार्यवाहक वडा अध्यक्षज्यू यहाँ हुनुहुन्छ। म आसन ग्रहणका निम्ति अनुरोध गर्दछु। वडा नम्बर 5 सत्यवती गाउँपालिका वडा नम्बर 5 का पूर्व वडा अध्यक्ष आदरणीय ओम प्रकाश भण्डारीज्यू, म यहाँलाई पनि आसन ग्रहणका निम्ति अनुरोध गर्दछु। यहाँ थुप्रै विद्वत व्यक्तित्वहरू हुनुहुन्छ। मैले एक एकको नाम बिर्सिएको हुन सक्छु, क्षमा चाहन्छु। आयोजकले चाहिँ मलाई सबैको नाम सम्झिन भन्नुभएको छ, गल्ती मेरो हो, आयोजकलाई होइन। मलाई चाहिँ बरु तपाईँहरूले दोषारोपण गर्न सक्नुहुन्छ। म सम्मानको कार्यक्रमलाई जोड्छु। यति बेला यस महायज्ञलाई भव्यताका साथमा सम्पन्न गर्नका निम्ति सत्यवती 5 छत्तीवन बोटबाट 36 बोट गुल्मीबाट शिवप्रसाद भण्डारीज्यूले 1,11,111 रुपियाँ 1,11,111 रुपियाँ अर्पण गर्नुभएको छ। म सम्मान ग्रहणका लागि आदरणीय व्यक्तित्व यहाँलाई अगाडि आइदिनुका लागि हार्दिक र विनम्र आग्रह गर्दछु। यस्तै सम्मान ग्रहणका लागि हामीलाई नगद सहयोग गर्नुहुने जो हाल अमेरिकामा हुनुहुन्छ, अनवरत उहाँले यस महायज्ञको सहयोगका निम्ति कर्म गरिरहनु भएको छ। आदरणीय व्यक्तित्व कृपया सबैले हामी स्मरण गरिरहेका छौँ। त्योभन्दा अगाडि मैले यहाँकै भर्खर 1,11,111 रुपियाँ प्रदान गर्नुहुने पितृहरू बुबा रामेश्वर भण्डारी, आमा कमला भण्डारी, त्यस्तै हजुरबुवा टिनराम भण्डारी, हजुरआमा यशोदा भण्डारीको नाममा पूर्व प्रधान पञ्च तथा पूर्व गाविस उपाध्यक्ष शिवप्रसाद भण्डारीको संयुक्त परिवारबाट नगद 1,11,111 र धान 1 मुरी सत्यवती गाउँपालिका 5 हसडा 36 बोट कान्छीआमा जानकडी, शिवप्रसाद भण्डारी, कृष्णकुमारी भण्डारी, छोरा बुहारीहरू पोम नारायण भण्डारी, नेत्रमाया भण्डारी, गोकुल भण्डारी, खुबीसरा भण्डारी, ध्रुव भण्डारी, सीता भण्डारी, यस्तै राजकुमार भण्डारी, प्रकाश भण्डारीले हामीलाई नगद सहयोग गर्नुभएको छ। यसभन्दा अगाडि पनि यस क्याम्पसको श्रीवृद्धिका निम्ति नगद 20,101 रुपियाँ प्रदान गर्नुभएको थियो। आदरणीय दानवीरलाई धेरै धेरै आभार धन्यवाद कृतज्ञता व्यक्त गर्दछौँ यो सहयोगका निम्ति। यस्तै हरि नेउपाने जो हाल अमेरिकामा हुनुहुन्छ, हरि नेउपानेज्यूले मलाई सामाजिक सञ्जालमा एउटा चिठी पठाउनु भएको छ। हाम्रो परिवारको तर्फबाट नगद 1,51,111 साथै अमेरिकामा रहनुहुने मेरा आत्मीय साथीभाइ तथा आफन्तजनबाट सङ्कलित रकम जम्मा 5,54,665 पठाएको छु। तपस्या स्मरण रहोस्, आजभन्दा ठिक 10 वर्ष पहिले 2072 मङ्सिरमा पनि मेरो बुबा आमाको पहिलो अमेरिका भ्रमणको बेला सत्यवती बहुमुखी क्याम्पसको सहयोगार्थ स्वर्गीय आत्माराम भण्डारीज्यूको आग्रहमा हामी म हरि नेउपाने, मणिरत्न भण्डारी र लक्ष्मण भण्डारीको पहलमा सङ्कलित रकम र 1 खान ल्यापटप समेत बुबा कृष्णप्रसाद नेउपाने मार्फत क्याम्पसमा हस्तान्तरण गरेका थियौँ। उक्त समयमा बुबा समेत क्याम्पस व्यवस्थापन समितिको सदस्य समेत हुनुहुन्थ्यो। सहयोग रकम तत्कालीन अवस्थामा 35,000 नगद र 1 खान ल्यापटप समेत प्रदान गरेका थियौँ। आज सहयोग गर्न पाउँदा असाध्यै खुसी लागेको छ भनेर अमेरिकावासीबाट तर्फबाट
सहयोग रकम पठाउनु भएको छ। यसका निम्ति क्रियाशील रहनु भएकोमा आदरणीय दानवीर आदरणीय व्यक्तित्व हरि न्यौपानेज्यूलाई आभार व्यक्त गर्दै अब अमेरिकामा बसेर हामीलाई सहयोग गर्ने दानवीरहरूको नाम मैले सरस्वती दिन्छु। हामीलाई सहयोग गर्ने आदरणीय दानवीरहरू यो स्थानका नहुन पनि सक्नुहुन्छ। नेपालबाट त्यहाँ आएर बस्नुभएको टाढा टाढाका महानुभावहरू हुनुहुन्छ। सत्यवती 6 जोहान निवासी बाबुलाल र साविता भण्डारीका छोरा बुहारी सुरेश अनुपमा भण्डारी ह्युस्टन टेक्सास अमेरिकाबाट 51,111। यस्तै देवसुली नगरपालिका 11 नवलपरासी निवासी उमापति भूषाल र जयन्ती भूषाल हाल साइप्रस टेक्सास अमेरिकाबाट 25,111। कालीगण्डकी गाउँपालिका 2 कोटाकोट स्याङ्जा निवासी पुरुषोत्तम पाण्डे र भगवती भण्डारी पाण्डे हाल कोलोराडो अमेरिकाबाट 51,111। यस्तै गुल्मीदरबार गाउँपालिका 2 गुल्मी निवासी श्री गोड गौतम र सुक्निमा शर्मा गौतम हाल ह्युस्टन टेक्सास अमेरिकाबाट 21,111। यस्तै मालिका गाउँपालिका 6 गुल्मी निवासी बालकृष्ण बानिया र मेनुका महत बानिया हाल ह्युस्टन टेक्सास अमेरिकाबाट 21,111। यस्तै गुल्मीदरबार गाउँपालिका 2 गुल्मी निवासी कृष्ण गौतम र भगवती गेवाली गौतम हाल वेको टेक्सास अमेरिकाबाट 55,555। बुटोल उपमहानगरपालिका 4 रूपन्देही निवासी कृष्ण न्यौपाने र जानकी न्यौपाने हाल साइप्रस टेक्सास अमेरिकाबाट 51,111। तिलोत्तमा नगरपालिका 4 रूपन्देही निवासी घनश्याम अर्याल र अन्जु कुँवर अर्याल हाल कोन्द्रो टेक्सास अमेरिकाबाट 51,111। भुरकोट गाउँपालिका गुल्मी निवासी विराज घरती मगर र सावित्रा घरती मगर हाल जाल होस्टन टेक्सास अमेरिकाबाट 51,111। भरतपुर महानगरपालिका 3 चितवन निवासी सुजन पण्डित र सङ्गीता रिजाल पण्डित हाल ह्युस्टन टेक्सास अमेरिकाबाट 25,111 रुपियाँ गरी यो नगद रकम पठाउनुहुने आदरणीय समाजसेवी महानुभावहरूलाई धेरै धेरै धन्यवाद। आदरणीय हरि न्यौपानेज्यूले आफ्नो परिवारको तर्फबाट सहयोग गर्नुभएको छ नि 1,51,111। अमेरिका बस्ने नागरिकको तर्फबाट सहयोग रकम सङ्कलन गरेर नगद 5,54,665 रुपियाँ पठाउनु भएको छ। उहाँहरूको सम्मान पत्र उहाँहरू रहनुभएकै ठाउँमा पुर्याउने प्रबन्ध गर्नेछौँ। सहयोग गर्ने सम्पूर्ण सहयोगदाताहरूको सुख शान्ति समृद्धि आयु आरोग्य दीर्घायु प्रगतिको कामना गर्दछौँ। यहाँहरू सबैलाई सदा सर्वदा भगवत कृपा बनिरहोस्। अमेरिकामा हुनुहुन्छ, नेपालको धर्मको रक्षार्थ यहाँहरूले लगानी गर्नुभएको छ। त्यसको फल भगवान् श्री पशुपतिनाथ यहाँहरूलाई प्रदान गरून् भन्ने कामना पनि गर्दै यहाँहरू सबैलाई धेरै धेरै साधुवाद। यस्तै फिजियोथेरापिस्ट डाक्टर आशिक ढकालज्यूको यहाँ आगमन भएको छ। डाबेटोल रूपन्देहीबाट हुनुहुन्छ। नगद 10,105 रुपियाँ उहाँले यस महायज्ञका निम्ति प्रदान गर्नुभएको छ। कसैलाई फिजियोथेरापी गर्नुपर्ने छ, समस्या भयो, खुट्टो भान्चेको लामो समय हो, राम्रोसँग चल्दैन, हात भान्चेको लामो समय हो, राम्रोसँग चल्न छोड्यो भने चाहिँ उहाँलाई भन्नुभयो हुन्छ। डाक्टर उत्सव रेग्मी भिरकोट स्याङ्जाबाट 25,555। डाक्टर उत्सव रेग्मी ससुराली आएर सहयोग गर्ने डाक्टर साहब मात्रै होला। डाक्टर साहब धेरै धेरै धन्यवाद, आभार। हाम्रो भिनाजु हुनुहुन्छ, तपाईँ भिनाजु हुनुहुन्छ भन्दा हामीलाई सधैँ गौरव लागिरहेकै छ। फेरि यस्तै स्वर्गीय पति पदम प्रसादको पुण्य स्मृतिमा अर्गली पाल्पा निवासी गृहलक्ष्मी शर्माले नगद 51,105 रुपियाँ अर्पण गर्नुभएको छ। आदरणीय समाजसेवी आमा, म यहाँलाई सम्मान ग्रहणका लागि अगाडि आउनुहोला। गायत्री मन्दिर स्थापना गरेर 10 लाख अक्षयको स्थापना गर्ने पुण्य व्यक्तित्व पनि हुनुहुन्छ यहाँ। यहाँलाई धेरै धेरै धन्यवाद, धेरै धेरै आभार व्यक्त गर्दछु। कमला गैरी बुटवल दिपनगरबाट आएर नगद 15,105 रुपियाँ प्रदान गर्नुभएको छ। म सम्मान ग्रहणका लागि मञ्चमा आइदिनु अनुरोध गर्दछु। अब आरतीको बेला भयो, आउनुहोस् है। टाढा जानुभएका पर पुग्नुभएका यस्तो मौका बिरलै हिँड्छ, यस्तो सुनौलो मौका, यस्तो आनन्दमय मौका नगुमाउनु हुनका लागि अनुरोध छ। बालकृष्ण भण्डारी दाई नदेखेको कति दिन भएको थियो, आज फ्याक्टर झुल्किनु भएको छ। दाई दिनभरि भान्सामातिर हुनुहुन्थ्यो कि कता काम गर्दै हुनुहुन्थ्यो, खाली हात त पक्कै बस्नु भएको छैन होला। दाई अगाडि आउनुहोस्, एकछिन भजनमा नाचौँ। साथीभाइहरूलाई पनि लिएर आउनुहोस्। युवाहरू अलिक कम नाचेका छन् भन्ने गुनासो छ गुरुहरूको। महिला दिदीबहिनीहरू चाहिँ नाच्नु भएको छ, युवाहरूको सहभागिता कम भयो भन्दैछ। बालकृष्ण दाई त्यसको नेतृत्व गरेर ल्याउनु पर्ने भयो अगाडि। सत्यवती 5 खैरेनी गुल्मी निवासी तुलसीराम भण्डारीज्यूले यस महायज्ञ सम्पन्न गर्नका निम्ति हाल युकेबाट नगद 1,51,000 रुपियाँ प्रदान गर्नुभएको छ। आदरणीय दानवीर तुलसीराम भण्डारीज्यूले यसभन्दा अगाडि पनि नगद 20,000 रुपियाँ यस क्याम्पसमा अर्पण गर्नुभएको थियो। यस्ता महान दानवीरलाई कोटि कोटि प्रणाम नमन गर्दै सम्मान ग्रहणका लागि म मञ्चमा आउनुहुन सविनय अनुरोध गर्दछु। उहाँहरूको परिवारबाट आदरणीय उहाँको रन्जु भण्डारी, छोरा मिलन, त्यस्तै गुरु भण्डारी, बुबा खगेश्वर भण्डारी, आमा रुन्नता भण्डारीज्यूलाई पनि धेरै धेरै सम्मान, आभार, कृतज्ञता समेत व्यक्त गर्दछौँ।
यस्तै यस क्याम्पसका पूर्व क्याम्पस प्रमुख स्वर्गीय आत्माराम भण्डारीको स्मृतिमा सत्यवती गाउँपालिका 6 खैरनी निवासी लक्ष्मी शर्मा भण्डारीद्वारा यस महायज्ञ भव्य सफलताको कामना गर्दै नगद 1,01,111 यस महायज्ञमा अर्पण गर्नुभएको छ। यस्तो महान दानवीरलाई कोटि कोटि प्रणाम आभार व्यक्त गर्दै यसभन्दा अगाडि पनि नगद 51,111 रुपियाँ अर्पण गरिसक्नु भएको कुरा यहाँहरूका बिचमा निवेदन गर्दै 1,51,000 को अक्षयको समेत उहाँले स्थापना गर्नुभएको कुरा यहाँहरूका बिचमा निवेदन गर्दै यस्तो महान दानवीरलाई सम्मान ग्रहणका निम्ति मञ्चमा आउन आग्रह गर्दछु र पूर्व क्याम्पस प्रमुख स्वर्गीय आत्माराम भण्डारीज्यूको वैकुण्ठवासको कामना गर्दै पक्कै यतै कतै पात पल्लवीहरूमा बसेर उहाँले आफ्नो परिवारको यो सत्कर्म हेरिरहनु भएको छ, यहाँहरूलाई आशीर्वाद दिइरहनु भएको छ। यो सत्कर्मका निम्ति यहाँहरूलाई धेरै धेरै धन्यवाद, धेरै धेरै आभार र कृतज्ञता व्यक्त गर्दछौँ। यस्तै स्वर्गीय मातापिता मनरूपा र शालिग्राम भण्डारीको पुण्य स्मृतिमा उहाँका सुपुत्र मुक्तिराम भण्डारी सत्यवती 5 ढाब गुल्मीबाट नगद ढाड गुल्मीबाट नगद 1,02,105 रुपियाँ अर्पण गर्नुभएको छ। आदरणीय मुक्तिराम भण्डारी यहाँलाई धेरै धेरै आभार धन्यवाद। उहाँले यसभन्दा अगाडि पनि यस क्याम्पसको विकासका निम्ति 40,042 रुपियाँ अर्पण गर्नुभएको थियो। स्वर्गीय मातापिता मनरूपा र शालिग्राम भण्डारीको वैकुण्ठवासको कामना गर्दै आभार धन्यवाद कृतज्ञता व्यक्त गर्दछौँ। उहाँको परिवारबाट आमा तेजकुमारी, विष्णु, त्यस्तै दीपक लगायत सपरिवार कमलजी, मुक्तिराम भण्डारी सबैलाई धेरै धेरै आभार धन्यवाद कृतज्ञता व्यक्त गर्दै म सम्मान ग्रहणका लागि आदरणीय मुक्तिराम भण्डारी सत्यवती 5 ढाडा गुल्मी यहाँलाई मञ्चमा आउनुहुन सविनय अनुरोध गर्दछु। यहाँको यो सत्कर्मका निम्ति धन्यवाद। यहाँका कुल पितृले तपाईँको कर्म हेरिरहनु भएको छ र पट्टै भनिरहनु भएको छ, मेरो कुलमा यस्ता असल सन्तानहरू जन्मिए र आज म पृथ्वीमा नहुँदा पनि पृथ्वीमा मेरो नाम गुन्जायमान भइरहेको छ। सम्मान ग्रहणका लागि स्वर्गीय माता मनरूपा र उमापति नेउपानेको स्मृतिमा यस महायज्ञलाई भव्यताका साथमा सम्पन्न गर्न सत्यवती 5 हल काठमाडौँबाट ध्रुवहरी नेउपानेज्यूले नगद 55,555 रुपियाँ यस महायज्ञमा चढाउनु भएको छ। स्वर्गीय माता मनरूपा र उमापति नेउपानेज्यूको स्मृतिमा ध्रुवहरी नेउपानेज्यूले गर्नुभएको यो सहयोगका निम्ति आभार व्यक्त गर्दै स्वर्गीय हुनुभएका कुल पितृको आशीर्वाद यहाँलाई सदा सर्वदा लागिरहोस् भन्ने कामना पनि गर्दै आमा रुग्नता भण्डारीलाई म सम्मान ग्रहणका निम्ति मञ्चमा आउनुहुन हार्दिक विनम्र आग्रह गर्दछु। हरिलालज्यूको आमा तेजकुमारीजी यहाँलाई मञ्चमा आउनुहुन आग्रह छ सम्मान ग्रहणका लागि। यस्तै सत्यवती बुहारी कल्पना पनि कृपया यो सम्मान ग्रहणका लागि मञ्चमा आइदिनु आग्रह छ। हामीलाई सत्यवती 5 गुल्मी निवासी मणिरत्न भण्डारीज्यूले यस महायज्ञ सम्पन्न गर्नका निम्ति नगद 1,55,555 रुपियाँ अर्पण गर्नुभएको सुखद समाचार यहाँहरूका बिचमा सुनाउँदै म आदरणीय मणिरत्न भण्डारीज्यू सत्यवती 5 हसरा कुमाल डाँडा आमा कृष्ण कुमारी भण्डारी, छोरा बुहारी नारायण भण्डारी, अमृता भण्डारी, छोरा बुहारी बालकृष्ण भण्डारी, सचिता भण्डारी, नातिहरू आयांश आर्सिद, नातिनीहरू आश्वी आरोही तथा समस्त परिवारलाई धेरै धेरै धन्यवाद। साथमा सिर्जन र विमलाजीलाई पनि सम्मान ग्रहणका लागि मञ्चमा आइदिनु हुन म सविनय अनुरोध गर्दछु। यो सहयोगका निम्ति आदरणीय मणिरत्न भण्डारीजी र परिवारलाई धेरै धेरै आभार कृतज्ञता धन्यवाद व्यक्त गर्दछौँ। यो सत्कर्म यहाँहरूको सदा सर्वदा रहिरहोस् भन्ने कामना पनि गर्दै सम्मान ग्रहणका लागि मञ्चमा आउनुहुन म सविनय अनुरोध गर्दछु। गुरु धनञ्जय भण्डारी कता हुनुहुन्छ? आरतीको तयारी पनि उहाँहरूले गरिरहनु भएको छ। मणिरत्नजीले अमेरिकाबाट पहिला पनि $300 उहाँको नेतृत्वमा नगद $300 अमेरिकन डलर नेपाल पठाउनु भएको थियो। हालको नेपालीको लगभग 48,000 भन्दा धेरै रकम यसभन्दा अगाडि पनि उहाँले सहयोग रकम प्रदान गर्नुभएको थियो। म सम्मान ग्रहणका लागि अगाडि आउनुहुन हार्दिक र विनम्र आग्रह गर्दछु। आदरणीय महानुभावहरू, हिजो पनि हामीलाई
पूर्व व्यवस्थापन समितिका अध्यक्ष सामाजिक व्यक्तित्व आदरणीय लक्ष्मण भण्डारीज्यूले यस महायज्ञ सम्पन्न गर्नका निम्ति नगद 7,07,777 रुपियाँ अर्पण गर्न सक्नु भएको छ। उहाँको सम्मान हामीले हिजो गरिसकेका छौँ। त्यस्तै स्वर्गीय पिता वामदेव गेवाली आमा सुमित्रा गेवालीको पुण्य स्मृतिमा सत्यवती बहुमुखी क्याम्पसका संस्थापक आदरणीय मुक्ति प्रसाद गेवालीज्यूले 5,05,555 रुपियाँ अर्पण गरिसक्नु भएको सुखद समाचार पनि यहाँहरूका बीचमा हामी सुनाउँछौँ। हिजो नै यो सहयोग रकम हामीले यहाँहरूका बीचमा भनिसकेका छौँ। त्यस्तै सत्यवती 5 गुल्मी निवासी ताराबहादुर छेत्रीज्यू यस महायज्ञ सम्पन्न गर्नका निम्ति नगद 1,55,000 रुपियाँ प्रदान गर्नुभएको छ। यस्ता महान दानीहरूलाई आभार धन्यवाद कृतज्ञता व्यक्त गर्दै सम्मान ग्रहणका लागि अगाडि आउनुहुन म हार्दिक र विनम्र आग्रह गर्दछु। ताराबहादुर छेत्रीज्यू गुरुबाट आशीर्वाद ग्रहण गर्ने र आयोजकबाट यो सम्मान पत्र ग्रहण गर्ने कार्यक्रममा सहभागिताका लागि आग्रह छ। आदरणीय केशवराज गेवाली भगवती गेवालीको तर्फबाट हिजो यहाँ क्याम्पसको एउटा कक्षा कोठा नै आफ्नो नाममा नामाकरण गर्दै गरी नगद 10,01,000 रुपियाँ हिजो हस्तान्तरण गर्नुभएको खुसीको कुरा पनि यहाँहरूका बिचमा सुनाउँदै हिजो नै हामीले उहाँहरूको यो सम्मानको कार्यक्रम गरिसकेका छौँ। यहाँहरूलाई मैले स्मरणका लागि पुनः दोहोऱ्याएर भने अब आदरणीय महानुभावहरू हामी बीचमा आज साथै दिग्गज व्यक्तित्वहरूको आगमन छ। अब आरतीको तयारीका लागि गुरुहरूलाई अगाडि आइदिनु आग्रह। अब यस पछाडि गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी आजको कार्यक्रममा अतिथि बद्रीनाथ गैरेज्यू पहिलो पटक सत्यवती आउनु भएको छ। गृह जिल्ला आएपछि सम्भवतः हामीसँग आज भेट्ने मौका पनि मिलेको छ। गुल्मी जिल्लाका प्रमुख प्रशासनिक अभिभावक पनि हुनुहुन्छ। यस कार्यक्रममा एकैछिन पञ्चेबाजा बन्द गरौँ एकैछिन थोरै बेर पञ्चेबाजा बन्द गरिदिनुका लागि आग्रह गर्दै म छोटो सम्बोधनका निम्ति हाम्रा प्रमुख जिल्ला अधिकारीज्यूलाई अगाडि आमन्त्रण गर्दछु। धन्यवाद कार्यक्रम सञ्चालकज्यू। यस पुण्य कर्मको लागि आयोजित यस ज्ञान महायज्ञका आयोजकज्यू गुरुज्यूहरू त्यसै गरी जिल्ला सुरक्षा समितिका पदाधिकारीज्यूहरू र यहाँ उपस्थित सम्पूर्ण महानुभावहरू यो सत्यवती बहुमुखी क्याम्पस सञ्चालन जुन यो पुण्य कामको लागि यो महायज्ञ आयोजना गर्नुभएको छ यसको सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु। यहाँले जुन उद्देश्यले यो कर्म आयोजना गर्नुभएको छ यस्तो देखिने उद्देश्य एउटा होला क्याम्पस सञ्चालन गर्ने विषय, तर त्योभन्दा महत्त्वपूर्ण कुरा चाहिँ यो यसको नाम नै ज्ञान महायज्ञ छ, जहाँ यहाँ गुरुज्यूहरूबाट विभिन्न ज्ञानहरू यहाँले सिक्नुहुन्छ। त्यो सबैभन्दा ठुलो उपलब्धि हुन्छ। हामीले ज्ञानलाई पैसामा तुलना गर्न सकिँदैन, तर ज्ञान प्राप्ति चाहिँ सबैभन्दा ठुलो उपलब्धि हुन्छ। र यहाँले जुन ज्ञान यो महायज्ञमा हासिल गर्नुहुन्छ त्यसलाई आफ्नो व्यावहारिक जीवनमा उपयोग गर्न सक्नुभयो भने त्यसले हाम्रो जीवनलाई सत्कर्ममा लगाउन पक्कै पनि मद्दत पुर्याउँछ भन्ने मैले अपेक्षा गरेको छु। र हाम्रो समाजमा अहिले पछिल्लो समयमा धेरै विकृति विसङ्गतिहरू
बढ्दै गइरहेको अवस्था छ। धेरै किसिमका अपराधका गतिविधिहरू भइरहेको अवस्था छ। समाज एक किसिमले चाहिँ नकारात्मक सोचतिर बढिरहेको यो एकदमै संवेदनशील घडीमा छौँ हामी। त्यसैले हाम्रो समाजलाई, हाम्रो मानव जातिलाई चाहिँ सत्कर्मतिर उन्मुख गराउन चाहिँ हामीले धेरै मेहनत गर्नुपर्ने आवश्यकता देखिन्छ। त्यसको लागि हाम्रा विद्यालय क्याम्पस तहदेखि नै हामीले हाम्रा सन्ततिहरूलाई पनि त्यही किसिमको ज्ञानहरू दिनुपर्ने आवश्यकता देखिन्छ र समाजमा बढ्दै गइरहेका यस्ता विकृति विसङ्गतिहरूलाई हटाउनको लागि पनि यो ज्ञान मागले ठुलो भूमिका निर्वाह गर्नेछ भन्ने मैले विश्वास लिएको छु। र यो क्याम्पस सञ्चालनार्थ जुन यज्ञ गर्नुभएको छ भने त क्याम्पस जस्तो एउटा महत्त्वपूर्ण संरचना संस्था सञ्चालन गर्नको लागि यस्ता महायज्ञहरू नपर्नुपर्ने हो। अझै शिक्षा आर्जन गर्ने स्थल भनेको हाम्रो शिक्षा भनेको पहिलो आधारभूत आवश्यकता हो। पहिलो आधारभूत आवश्यकताको विषयको लागि पनि महायज्ञहरू गरेर चाहिँ रकम जम्मा गर्नुपर्ने यो पीडनमा चाहिँ दुःखको कुरा हो। तर पनि यो जुन उद्देश्यले चाहिँ यो महायज्ञ आयोजना गर्नुभएको छ यो उद्देश्य पुरा हुनेछ भन्ने मैले विश्वास दिएको छु। र यहाँ धेरै व्यक्तित्वहरूबाट चाहिँ ठुला ठुला राशिका रकमहरू पनि दान भएको कुराहरू यहाँ सुन्न पाइएको छ। यो खुसीको कुरा हो। र जसरी रकमहरू सङ्कलित हुँदैछन् यसले यो रकमको सदुपयोग भएर आगामी दिनमा चाहिँ यो सत्यवती बहुमुखी क्याम्पसले चाहिँ शिक्षाको क्षेत्रमा अझ ठुलो योगदान पुर्याउनेछ। हाम्रो यो क्षेत्रका सन्ततिहरूको भविष्य उज्जवल बनाउनको लागि यसले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने कुरा राख्दै पुनः एकपटक यो ज्ञान महायज्ञको सफलताको शुभकामना सहित मेरो भनाइ यति छु। धन्यवाद स्टुडियो साहब, यहाँको उपस्थिति र यो सम्बोधनका निम्ति यहाँलाई धेरै धेरै धन्यवाद। आदरणीय स्टुडियो साहब लगायत हाम्रो प्रबुद्ध व्यक्तित्वहरू जानकारी गराउँ। हेर्दाखेरि अलिकति खोजमा छ, जङ्गलको तलपट्टि छ, खेतको बिचमा छ, तर यो क्याम्पस गुल्मी जिल्लामा व्यवस्थापनतर्फ स्थापना भएदेखि अहिलेसम्म सधैँ अग्रणी स्थानमा रहेको क्याम्पस हो। यहाँ स्थापना कालमा जति विद्यार्थी थिए त्यो विद्यार्थीमा असाध्यै ठुलो गिरावट आएको अहिलेसम्म छैन पनि। असाध्यै अहिले व्यवस्थापन र मानविकी सङ्कायमा यहाँ अध्यापन भइरहेको छ। यहाँका विद्यार्थीहरूले माग गरे अनुसार अब शिक्षा सङ्कायमा पनि विद्यार्थीलाई अध्ययन अध्यापन गराउने गरी माग पनि भइरहेको छ। र यो असाध्यै अद्भुत स्थानमा, यो पावन स्थानमा रहेको विद्यालयमा अब संस्कृत विषयको पनि अध्यापन हुनुपर्छ भन्ने कुरा उठिराखेको छ। त्यसका निम्ति पनि हामी अगाडि बढ्न सक्यौँ भने बडा गजबको यो दिव्य ठाउँ अझै थप दिव्य बन्नेछ भन्ने अपेक्षा पनि गर्दै अब यस पछाडि थोरै सम्मानका कार्यक्रमहरू छन्। यो त स्टुडियो साहब हाम्रो प्रहरी प्रमुखज्यू यस्तो दानवीरहरूको क्षेत्र हो, यहाँ जसलाई भेटे पनि हो दानवीर भन्नुपर्छ, सबैले त फर्केर हेर्नुहुन्छ किनकि सबै दानवीर हुनुहुन्छ। यस्तो दानवीरहरूको क्षेत्र, दानवीरहरूको नाम यति धेरै छ यहाँ। स्वर्गीय बुवा आमा हेमलाल र हरिमाया थापाको पुण्य स्मृतिमा सुपुत्र छविलाल थापा, काठमाडौँ महानगरपालिका 7 रातोपुलबाट नगद 15,015 रुपियाँ अर्पण गर्नुभएको छ। आदरणीय स्वर्गीय आमा बुवा हेमलाल र हरिमाया थापाको वैकुण्ठवासको कामना गर्दै सम्मान ग्रहणका लागि छविलाल थापाज्यूलाई म अगाडि आमन्त्रण गर्दछु। आरतीको तयारी गर्दै गर्नुका लागि आएर छ। तयारी लगभग सकिएको छ भनेर मलाई धनञ्जय गुरुले भन्नुभएको छ। स्वर्गीय बुवा आमा पूर्णभद्र धनीसरा भण्डारीको पुण्य स्मृतिमा सुपुत्र टीकाराम भण्डारी सपरिवार सत्यवती 5 हंसरा खैरेनीबाट 51,155 रुपियाँ अर्पण गर्नुभएको छ। स्वर्गीय बुवा आमा पूर्णभद्र र धनीसरा भण्डारीको वैकुण्ठवासको कामना गर्दै आदरणीय टीकाराम भण्डारीज्यू सपरिवार सम्मान ग्रहणका लागि आउनुहुन म हार्दिक र विनम्र आग्रह गर्दछु। कविराजजी यतापट्टि फोटो खिच्ने चाहिँ। यस्तै शोभा भण्डारी सत्यवती 5 हंसरा खैरेनी गुल्मीबाट 51,555 रुपियाँ अर्पण गर्नुभएको छ। सम्मान ग्रहणका लागि मञ्चमा आउनुहुन म आदरणीय शोभा भण्डारीज्यूलाई अनुरोध गर्दछु र नगद 51,555 रुपियाँ अर्पण गर्नुहुने यस्ता महान दानवीरलाई म धेरै धेरै आभार, धन्यवाद र कृतज्ञता समेत व्यक्त गर्दछु। अब आरतीतर्फ अगाडि बढ्नुका लागि आग्रह गर्दै एउटा मात्रै मागी छ। स्वर्गीय बुवा आमा बालकृष्ण र धर्मकला ढकालको पुण्य स्मृतिमा शिक्षक श्री अर्जुन प्रसाद ढकाल सत्यवती 6 जोहानबाट नगद 11,111 रुपियाँ प्राप्त भएको छ। सम्मान ग्रहणका लागि मञ्चमा आउनुहुन म हार्दिक र विनम्र आग्रह
गर्दछु। आरती पछाडि पनि सम्मानको कार्यक्रम मौका मिल्यो भने गर्दै गरौँला। अहिलेलाई आरतीतर्फ अगाडि बढ्दै हुनका लागि म गुरुवरहरूमा हार्दिक र विनम्र आग्रह गर्दछु र आरतीमा सहभागी हुँदा उठेर अलि नजिक ओरा आइदिनु हुन। उठेर सबैजना पञ्चबाजा हेलो आमा ल अगाडि आइदिनु आग्रह छ सबैलाई। उठेर अगाडि आऊ सबैजना पर जता छरिएर रहनु भएको भए पनि अब आरतीको समय भएको छ। यहाँहरू सबैलाई नजिक आएर आरतीमा सहभागिताका लागि हार्दिक र विनम्र आग्रह गर्दछौँ। पहिलो छुटेर हजुरमा पर रहनुभएका बाहिर खेततिर डुल्दै गर्नुभएका घरतिर जाने तर्खर गर्दै गर्नुभएका सबैले त्यहाँ रस्सी जहाँ टाँगिएको छ त्योभन्दा उतै बस्नु होला। रस्सीभन्दा अगाडि नआउनु होला। रस्सीभन्दा उता नै नजिक सदा गुंसि बृहति वितिशस आत्मैवामृतते नमः ज्वालमालिन्ये नमः। ॐ जय जगदीश हरे प्रभु जय जगदीश हरे प्रभु नाथ उपासक प्रभु करुणामूर्ति
नागेन्द्रहाराय त्रिलोचनाय भस्माङ्गरागाय महेश्वराय नित्याय शुद्धाय दिगम्बराय तस्मै नगाराय नमः शिवाय सलिलचन्दन चर्चिताय नन्दीश्वर प्रवधनाथ महेश्वराय मन्दार पुष्प बहुपुष्प सुपूजिताय तस्मै वकाराय नमः शिवाय शिवाय गौरी वदनाजवृन्द सूर्याय दाशाकरनाशकाय श्रीनीलकण्ठाय वृषध्वजाय तस्मै श्रीकाराय नमः शिवाय वसिष्ठकुम्भोगभगवतमाय मुनीन्द्रदेवार्चितसेनराय चन्द्रार्कवैश्वानरलोचनाय तस्मै वकाराय नमः शिवाय यक्षस्वरूपाय जटाधराय नीलाकहस्ताय सनातनाय दिव्याय देवाय दिगम्बराय तस्मै अकाराय नमः शिवाय पञ्चाक्षरमिदं पुण्यं यः पठेत् शिवसन्निधौ शिवलोकमवाप्नोति शिवेन सह मोदते शिवेन सह मोदते त्वमेव माता सविता त्वमेव त्वमेव बन्धुर्सखा त्वमेव त्वमेव द्रविडां त्वमेव त्वमेव सर्वं मम देव देव वंशे विभूषितकराण्डवनीरदाभा पीताम्बरादरुणबिम्बफलाधरोषा पूर्वेन्दुसुन्दरमुखा दरवेन्दनेत्रा कृष्णात् परं किमपि त्वमहं न जाने नानासुगन्धपुष्पाणि यथा कालोदभवानि च पुष्पाञ्जलिमया तत्र गृहाण परमेश्वर ॐ श्री हरे नमः। मन्त्रपुष्पाञ्जलि समर्पयामि।
यज्ञ पुरुष भगवान को देव भगवान को श्री नारायण भगवान को गौरी शंकर भगवान को यावर रामचंद्र भगवान को राधा कृष्ण भगवान को यज्ञ पुरुष भगवान को सत्य सनातन वैदिक धर्म को ओम आदौ चतुष्पाद शतैक देशे द्वौना विदेशे मुखमण्डलैक्यं सर्वांग देशे सुचसाकवारा आराधितं भक्तजनः प्रकुर्यात् पापोऽहं पापकर्माहं पापात्मा पापसम्भव त्राहि मां पुण्डरीकाक्ष सर्वपापहरो भव ॐ नमः शम्भवाय च मयो भवाय च नमः शङ्कराय च महेश्वराय च नमः शिवाय च शिवधराय च ॐ इदं विचक्रमे त्रिधानि ददे पदं समूढमस्य पापुसुरे स्वाहा शांतिरान्तरिक्षगो शान्तिः पृथिवी शान्तिरापः शान्तिरोपदयः शान्तिः वनस्पतयः शान्तिर्विश्वे देवाः शान्तिर्ब्रह्म शान्तिः सर्वगुण शान्तिः शान्तिरेव शान्तिः सामा शान्तिरेधि ॐ पूर्णमदः पूर्णमिदं पूर्णात् पूर्णमुदच्यते पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते ॐ शान्तिः 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 ॐ ब्रह्मणो ब्रह्मवृक्षसि जायता महाराष्ट्रे राजन्यः शूरैकभ्यो दिव्यादि महारथो जायतां लोके निर्वाणाशो शक्तिः पुरं निजोता जिष्णोरदेशाः सवेयो युवाश यजमानस्य वीरो जायता निकामे निकामेनः पर्जन्यो वरेगदो फलवत्यो न ओपधयः भजन्तां योगक्षेमो नः कल्पतामा सत्यासन्दो यजमानस्य कामः। यसको साथ संसारिक श्रीमद् भागवत महत्त्व सप्ताह ज्ञान सत्रको आजको दोस्रो दिनको दिवाकालीन सम्पूर्ण कार्यक्रमहरूद्वारा यहाँ कोही छ र? अब अलिकति सम्मान त्यस पछाडि हामी जाउँला। मैले हिजो पनि निवेदन गरेँ, गुरु यहाँबाट उठेर नजाउन्छ, नवजम्मा 2 मिनट कम्तीमा हाम्रो यो संस्कार हो। यहाँहरू सबैलाई गुरुलाई विदाई गर्ने गरी तयारी गरेर त्यहाँ बस्नु हुनका लागि आग्रह छ। 2 मिनट मात्रै। हाम्रो गुरुहरू यहाँबाट गइसके पछाडि बल्ल हामी गुरुसँग पछि जाउँला। स्वर्गीय श्रीमान गिरिप्रसाद भण्डारीको स्मृतिमा सत्यवती 5 हसरा वीरमी निवासी इन्द्रकला भण्डारीद्वारा नगद 51,155 रुपियाँ प्राप्त भएको छ। सम्मान ग्रहणका लागि आउनु आग्रह गर्दै यस्ता महान दानवीरलाई अगाडि आइदिनु हुन आग्रह गर्दछु। आदरणीय काशीराम भण्डारीज्यूले एक दिनको भोजन बापत नगद 51,000 रुपियाँ यस महायज्ञमा अर्पण गर्ने घोषणा गर्नुभएको छ। उहाँले लन्डनबाट 121 जना दानवीरहरू जम्मा गरेर त्यहाँ नगद सहयोग सङ्कलन गर्नुभएको छ। कति जम्मा गर्नुहुन्छ अझै गरिरहनु भएको छ, त्यस पछाडि बल्ल घोषणा गर्ने लन्डनमा बस्ने नागरिकको तर्फबाट भनेर भन्नुभएको छ। आदरणीय काशीराम भण्डारी जस्तो महान दानवीरको सम्मानमा एकचोटि सबैले ताली बजाइदिनु होला।
फेरि पनि भने गुरु जानुभन्दा पहिला नजाने है हजुर। यति 2 मिनटका लागि कम्तीमा जिन्दगीको 2 मिनट आफ्नै सत्कर्मका लागि आफैले पुण्य प्राप्ति गर्नका निम्ति खर्चिनुहोस् भन्ने आग्रह छ। गिरिप्रसाद भण्डारीज्यूको स्मृतिमा वीरमी निवासी इन्द्रकला भण्डारीज्यू सम्मान ग्रहणका लागि आउनुहोला। स्वर्गीय आमा कौशिला कुमारी विक, छोरा लक्ष्मण विक, सत्यवती 5 हस्तेर 10,505 रुपियाँ प्रदान गर्नुभएको छ, सम्मान ग्रहणका लागि आउनुहोला। स्वर्गीय मातापिता श्रीमती खड्ग खड्गीमती कौशिला विकको स्मृतिमा जितबहादुर विक, सत्यवती 5 हस्तेरा गुल्मीबाट 25,125 रुपियाँ प्राप्त भएको छ, सम्मान ग्रहणका लागि आउनुहोला। सत्यवती 5 गरा वीरमी हसरा गुल्मीबाट नवीन विकज्यूले 25,105 रुपियाँ प्रदान गर्नुभएको छ, सम्मान ग्रहणका लागि मञ्चमा आउनुहुन आग्रह छ। यस्तै स्वर्गीय बुवा आमा बालकृष्ण र धर्मकला ढकालको स्मृतिमा छोरा शिक्षक श्री अर्जुन प्रसाद ढकाल, सत्यवती जुवाङबाट 11,111 रुपियाँ प्रदान गर्नुभएको छ, सम्मान ग्रहणका लागि मञ्चमा आउनुहुन आग्रह छ। यस्तै चन्द्रलाल श्रेष्ठ सपरिवार सत्यवती जोहाङ अरुङ्गा बजार गुल्मीबाट यस महायज्ञ भव्यताका साथमा सम्पन्न गर्नका निम्ति नगद 1,01,115 रुपियाँ अर्पण गर्नुभएको छ। बुबा चन्द्रलाल श्रेष्ठ, आमा गङ्गामाया श्रेष्ठ, छोराहरू रामु श्रेष्ठ, शुक्ल श्रेष्ठ, बुहारी कुसुम श्रेष्ठ, छोरीहरू विमला श्रेष्ठ, रूपा श्रेष्ठ, नरमाया श्रेष्ठ, किशन श्रेष्ठ, विष्णु श्रेष्ठ, नाति आयाम श्रेष्ठ एवं सम्पूर्ण परिवारको तर्फबाट 1,01,115 रुपियाँ अर्पण गर्नुभएको छ। आदरणीय दानवीर श्रेष्ठ परिवारको सदा उन्नति होस्, प्रगति होस्, स्वास्थ्य दीर्घायु उन्नति प्रगतिको कामना गर्दै सम्मान ग्रहणका लागि मञ्चमा आउनुहुन आग्रह छ। अब ठ्याक्कै 1 मिनट 30 सेकेन्ड है, त्यसपछि सकिन्छ। त्यसपछि गुरुहरूलाई बिदाई गरेर अब हामी छुट्यौँला। विनय भण्डारी सत्यवती गाउँपालिका 6 बिटौली गुल्मीबाट 31,555 रुपियाँ अर्पण गर्नुभएको छ, सम्मान ग्रहणका लागि मञ्चमा आउनुहुन म हार्दिक र विनम्र आग्रह गर्दछु। विनय भण्डारीज्यू सम्मान ग्रहणका लागि मञ्चमा आउनुहुन म हार्दिक र विनम्र आग्रह गर्दछु। विनय भण्डारीज्यू सम्मान ग्रहणका लागि आउनुहोला। यस्तै शोभा भण्डारी सत्यवती 5 हस्तेरा खैरनी गुल्मीबाट नगद 51,555 रुपियाँ अर्पण गर्नुभएको छ। यस्तो महान दानवीर जसले आफ्नो जीवनका निम्ति बचाएर राखेको रकम समाजका निम्ति खर्चिनु भएको छ। शोभा भण्डारी सत्यवती 5 हस्तेरा खैरनी गुल्मी सम्मान ग्रहणका लागि मञ्चमा आउनुहुन म अनुरोध गर्दछु। विनय भण्डारी सत्यवती 6 बिडौरी गुल्मीबाट सम्मान ग्रहणका लागि अगाडि आउनुहुन आग्रह छ। 31,555 रुपियाँ उहाँले अर्पण गर्नुभएको छ। त्यस पछाडि हामी यहाँबाट बिदा हुनेछौँ। साँझ 7 बजेदेखि भव्य भजन कीर्तन हुने भएकाले समस्त श्रद्धालु भक्तजनहरूलाई साँझ 7 बजेदेखि झाँकीसहित प्रस्तुत गरिने भजन कीर्तनमा सहभागिताका निम्ति यहाँहरू सबैमा अनुरोध छ, आग्रह छ। असाध्यै दिव्य आनन्दानुभूति त्यो भजनबाट हुन्छ। शरीर पनि स्वस्थ, चित्त पनि शुद्ध हुने त्यस्तो दिव्य भजनमा यहाँहरूको सक्रिय सहभागिताका लागि आग्रह छ। भोलि फेरि बिहान 11 बजेबाट श्रीमद् भागवत कथा प्रसङ्ग सुरु हुन्छ। यहाँहरू सबैलाई भोलिका निम्ति आफन्त इष्टमित्र छपछिमेकी बटुलेर आउनु आग्रह छ। गुरुहरूको विदाई हुँदैछ। यति बेला यहाँबाट गुरुहरू जाँदै गर्नुभएका बखत यहाँहरू कृपया गुरुहरूको विदाईमा तयार भएर बसिदिनु हुनका लागि आग्रह छ। गुरुबाट प्राप्त दिव्य ज्ञानले हाम्रो जीवनको कल्याण हुन्छ। यस्ता महान सद्गुरुहरू जस्तो दर्शन मात्र पाउनु हाम्रो निम्ति यो सौभाग्यको कुरा हो। गुरुहरूले असाध्यै महत्त्वपूर्ण समय हाम्रो श्री वृत्तिका निम्ति अर्पण गरिदिनु भएको छ, खर्चिनु भएको छ। यसका निम्ति हामी गुरुहरूप्रति सधैँ ऋणी हुनुपर्दछ। सम्मानका कार्यक्रमहरू अझै छन्। म
सम्मान ग्रहणका लागि स्वर्गीय पिता जित बहादुर माता तिलेश्वरा सिंहजालीको स्मृतिमा दिल बहादुर सिंहजाली सत्यवती 5 हसरा गुल्मीबाट 50,505 रुपियाँ अर्पण गर्नुभएको छ। सपरिवार सम्मान ग्रहणका लागि मञ्चमा आउनु आग्रह छ। कृपया सपरिवार आउनुहोला। गुरुवरको विदायमा सबैले ताली बजाएर फुल छ भने फुल बर्साएर गुरुवरको सम्मानमा भोलि पनि यस्तै दिव्य ज्ञानका निम्ति समयमा यहाँहरूको दर्शन पाइयोस् भन्ने कामना गर्दै गुरुवरको विदायमा सक्रिय सहभागिताका लागि आग्रह छ। नजिकबाट हेर्नुहोस् गुरुहरूलाई, नजिकबाट दर्शन गर्नुहोस् गुरुहरूलाई। कलियुगमा हामीले भेट्ने भगवान उहाँहरू हो। कलियुगमा हामीले कहीँबाट परम ज्ञान प्राप्त गर्न सक्दछौँ भने त्यो उहाँहरूबाट प्राप्त गर्न सक्दछौँ। यस्ता दिव्य गुरुहरूलाई कोटि कोटि प्रणाम। यी सम्मानित हुँदै गरेका तस्बिरहरू कहाँ पाइन्छ होला या खिचेका तस्बिर भन्ने छ भने सत्यवती अनलाइन एसडी लेखिएको फेसबुकमा पेज छ। त्यो पेजबाट यहाँहरूले यी तस्बिरहरू डाउनलोड गर्न सेयर गर्न सक्नुहुन्छ। खैरेनी अनलाइनमा पनि यी तस्बिरहरू पोस्ट भइरहेका छन्। आदरणीय सुमन भण्डारी सरले असाध्य क्रियाशीलताका साथमा कर्म गरिरहनु भएको छ, यसका निम्ति पनि आभार छ। हामीलाई सहयोग गर्ने दानवीर हुनुहुन्छ, यहाँ हुनुहुन्छ भने कृपया मञ्चमा आइदिनु होला। दानवीरहरू हुनुहुन्छ, यहाँ हुनुहुन्छ भने कृपया मञ्चमा आइदिनु होला। शिवप्रसाद श्रेष्ठ 5,055 रुपियाँ हेल्थ सेन्टर लाइन जोइनबाट अर्पण गर्नुभएको छ। टेक बहादुर विक सत्यवती 5 हसराबाट 6,005 रुपियाँ अर्पण गर्नुभएको छ। पुष्पा श्रेष्ठ सत्यवती 6 जोइन बडहर बोर्डबाट 5,005 रुपियाँ अर्पण गर्नुभएको छ। स्वर्गीय बुबा तारापति नेउपानेको स्मृतिमा उहाँका सुपुत्र पुनराम नेउपाने सत्यवती 5 नेटाबाट 5,055 रुपियाँ अर्पण गर्नुभएको छ। यस्तै सुमित्रा सुनार सत्यवती 5 रगेवा गुल्मीबाट 5,005 रुपियाँ अर्पण गर्नुभएको छ। स्वर्गीय पति महेश गेवालीको पुण्य स्मृतिमा सत्यवती 5 हसरा फाटा निवासी महेश कुमारी गेवालीबाट नगद 5,100 रुपियाँ अर्पण गर्नुभएको छ। यस्तै रघुनाथ भण्डारी सत्यवती 5 हसरा गुल्मीबाट 5,055 रुपियाँ अर्पण गर्नुभएको छ। यस्तै आदरणीय दानवीर दुर्गा बहादुर विक सत्यवती 5 गुल्मीबाट नायज्ञ सम्पन्न गर्नका निम्ति 5,105 रुपियाँ अर्पण गर्नुभएको छ। स्वर्गीय पिता मोतीलाल भण्डारीको स्मृतिमा सुपुत्र दधिराम भण्डारी सत्यवती 5 खैरेनीबाट 5,525 रुपियाँ अर्पण गर्नुभएको छ। यमकला भण्डारी सत्यवती 5 गुल्मीबाट 5,100 रुपियाँ अर्पण गर्नुभएको छ। यमलाल भण्डारी सत्यवती 5बाट 5,105 रुपियाँ अर्पण गर्नुभएको छ। धनपति भण्डारी सत्यवती 5 गुल्मीबाट 5,110 रुपियाँ अर्पण गर्नुभएको छ। कृपया यहाँ हुनुहुन्छ भने सम्मान ग्रहणका लागि मञ्चमा आउनुहोला। हर्कबहादुर खप्तरी सत्यवती 5 हसरा गुल्मीबाट 5,555 रुपियाँ अर्पण गर्नुभएको छ। भगवती ढकाल सत्यवती 5 हसराबाट 5,555 रुपियाँ अर्पण गर्नुभएको छ। मित्रलाल सूर्यवंशी सत्यवती 4 लिम्घाबाट 5,555 रुपियाँ अर्पण गर्नुभएको छ भने सावित्रा ढकाल सत्यवती 5 गुल्मीबाट 5,105 रुपियाँ अर्पण गर्नुभएको छ। विष्णु तामाङ सत्यवती 5 हसरा गुल्मीबाट 5,000 रुपियाँ नगद अर्पण गर्नुभएको छ। यो महायज्ञ सम्पन्न गर्नका निम्ति सहयोग गर्ने आदरणीय दानवीर कुन्ती कुमारी पुन्ज्यूले शङ्करनगर रूपन्देहीबाट 5,000 रुपियाँ अर्पण गर्नुभएको छ। यस्तै यो महायज्ञ सम्पन्न गर्नका निम्ति तुलसी पुन शङ्करनगर रूपन्देहीबाट 5,100 रुपियाँ अर्पण गर्नुभएको छ। रत्नबहादुर काला शङ्करनगर रूपन्देहीबाट 6,000 रुपियाँ अर्पण गर्नुभएको छ। बिनबहादुर छेत्री भुजौली रूपन्देहीबाट 5,505 रुपियाँ अर्पण गर्नुभएको छ भने बौद्ध थापा पोखरा मालेपाटनबाट 5,000